हाम्रो नेपालमा रोपाई जेठ महिनादेखि सुरु भएर अषाढ महिनाभरि चलिरहन्छ। कहिलेकाहीँ कुनै पानीको अभाव भएको ठाउँमा भने श्रावण महिनामा पनि रोपाई भएका हुन्छन्। तर रोपाई भन्नासाथ हामी नेपालीहरूलाई अषाढ महिनाको नै सम्झना हुन्छ। आज हामी जोरपाटी गाविसस्थित वडा नम्बर 4 मा सिंहबहादुर लामाको खेतमा हुन गइरहेको रोपाई हेर्न पुगेका छौँ। लामाका भनाइ अनुसार रोपाई गर्न त्यति सजिलो भने छैन। तर उहाँ भन्नुहुन्छ उहाँका बाउबाजेदेखि नै खेती गरी आएकाले र सानैदेखि उहाँलाई पनि खेतीमा नै लगाएकाले गाह्रोको अनुभव उहाँलाई भने त्यति लाग्दैन। त्यसैले होला उहाँका दिनहरू धेरैजसो खेतबारीमा नै बितिन्छ। सानोमा काम सिक्दा त्यति सजिलो नभए तापनि अहिले उहाँका मनपर्ने ठाउँ खेतबारी नै हो। रोपाईको लागि करिब 4-5 हप्ता अघिदेखि नै धानको बिउ राखिन्छ। बिउ राख्न पनि खेत हेरेर हुन्छ। पानी बिउ या धुले बिउ। पानी बिउ पानी प्रशस्त भएको ठाउँमा राखिन्छ भने धुले बिउ पानीको अभाव भएको ठाउँमा राखिन्छ। बिउ राखेको बेलादेखि नै धान रोप्ने खेतमा डल्ला फोर्नेदेखि लिएर मल जल हाल्ने तयारी हुन्छ, जसले गर्दा खेत मलिनो हुन्छ। बिउ करिब 10-11 इन्च भएपछि किसानहरू धान रोप्ने हतारमा रहन्छन्। धेरैजसो ठाउँमा पानीको अभावले गर्दा उनीहरू 3-4 दिन अघिदेखि नै रात दिन पानीको बन्दोबस्तमा व्यस्त रहन्छन्। बुवा यो तपाईको खेत होइन? यो मेरो खेत हो। आज रोपे रहेछ तपाईको यहाँ होइन? तपाईँ कति खुसी हुनुहुन्छ? धेरै खुसी छ। धेरै नै खुसी। धान धेरै नै आउँछ भने तपाईँलाई स्योर भइसक्यो हो नि। यो रोपाई गर्नलाई नि कति दिन अगाडिदेखि नै सुरु गर्नुपर्छ? एकचोटि बताइदिनु। पहिला पानी लिएर आउनु पर्यो, बिउ राख्नु पर्यो। महिना दिन लाग्छ बिउ राख्नुलाई। बिउ राख्नु 1 महिना लाग्छ। अनि बुवा यहाँ त पानी यो ठाउँमा त पानी धेरै परेको मैले देखेको छुइनँ है। तर यहाँ पानी धेरै कुलोबाट लिएर आएको धाराबाट। कति दिन लाग्यो तपाईँहरूलाई यहाँ पानी? 4-5 दिन लागिसक्यो। 4-5 दिन। अनि हिजो त यो काठमाडौँको चलन भनौँ न, ट्र्याक्टर लाउने चलन छ छिटो हुनलाई। यहाँ त ट्र्याक्टर देखाएको छैन, बौसी गर्ने दाइहरू देखिरहेको छ। ट्र्याक्टर भर्खर लगेको। ए ट्र्याक्टर लाउनु भएको थियो? दिनभरि काम गरेर खाजा खानु पनि रमाइलो नै मानिन्छ। त्यो पनि परम्परादेखि चलिआएको रोपाईलाई बनाइने खाजा, आलुको अचार, चिउरा वा खटे। खाजा खाइसकेपछि फेरि काम सुरु हुन्छ।
रोपारहरू आउँदासम्म बिउ काटेर ठिक्क पारेको हुनुपर्दछ। त्यसैले बिउ काट्नेहरू हतारमा देखिन्छन्। दिदीहरू तपाईँ यहाँ अहिले के गर्दै हुनुहुन्छ? हामी के गर्नु, अब बिउ काट्दैछौँ। बिउ काट्दै हुनुहुन्छ? आज रोपेँ। के तपाईँहरूको यो तपाईँहरूले यहाँ रोप्नु भएको बिउ होइन अहिले कस्तो राम्रो हरियो एकदम मजाको देखिरहेछ के यस्तो यो तपाईँहरूले रोप्नु भएको बिउ नि सधैँ नै के जहिले रोप्दाखेरि नि मतलब यस्तै हरियो नै हुन्छ कि कहिले कहिले बिग्रिने अथवा के? अब कहिले बिग्रिन नि सक्छ, अब केही रोग लाग्यो भने बिग्रिँदैन, रोग लाग्यो भने अब राम्रै हुन्छ। अनि यदि अब तपाईँको अब यहाँ रोपे हुन्छ भने यही दिनमा रोपे हुन्छ भने तपाईँहरूले भनिसक्नु भएको हुन्छ नि होइन? अनि यदि अब यहाँ अहिले रोपे गर्ने भनेर यो दिनमा रोपे गर्ने भनेर तपाईँहरूको फिक्स हुन्छ कि होइन? त्यो भइसकेपछि तपाईँको बिउ चाहिँ नराम्रो भयो भने तपाईँ के गर्नुहुन्छ नि? जस्तै भयो नि अब रोप्नु परेको नि होइन। अब यदि नराम्रो बिउ रहेछ भने त धान नराम्रो आउन सक्छ नि होइन? अब औषधि हाल्नु पर्यो, अब त्यसलाई मल हाल्नु पर्यो, अनि के गर्नु? जुन बिग्रिसक्यो नि होइन अहिले यस्तो राम्रो हरियो छ बिग्रिसक्यो त्यो पहेँलो के यस्तो भएको नि देखाएको छु कि हामीले होइन? यदि त्यस्तो भयो भने तपाईँहरू फेरि अर्कै ठाउँबाट तपाईँ यस्तो बिउ मागेर ल्याउनुहुन्छ कि होइन? किनभने तपाईँको खेत त रोप्नलाई ठिकै भइसकेको हुन्छ नि होइन? त्यही बेला तपाईँ अब खोजी ल्याएर भयो नि रोप्ने, अनि अब अन्त कहीँ मिल्छ कि त्यही खोजेर भयो नि ल्याएर रोप्ने नि। हजुर धन्यवाद। उताबाट लगे नि हुन्छ, यस्तो लगे नि हुन्छ। रोपाई हेरी मन आनन्द कसको लाग्दैन होला। अझ कुनै त आलीमा टुसुक्क बसी आफ्ना मनका बहहरू पोखाउन पनि पछि हट्दैनन्। के को माया लाउँथ्यो रामरीले बिना बाउको बदासे छोरीले रुमालाई घर के मादल घर के से बाजर पाटी से अर्जुन से जिथुं रुमालाई गाउँ घरको मायालाई सोध्या छ भन्।
भैँसीलैन भन्छौ खान पाइन तरकाटेर पिराको बनाको बिता तिम्रा दुई बहिनी त तरकाटेर पिराको हाँसीमासी देऊ सानो माया केलाई पिरलिराको ठकुरी मल्ला भिडबो बल्ल तल केलाई पिरलिराको। यसो विचार गर्दा रोपाइँका लागि खेत तयार पार्न जति दुःख परे तापनि रोपाइँ गरेका हेर्न भने मन आनन्द लाग्दो रहेछ। झन् रोपाइँ हेरी खाँसी गीत सुन्न त सुनमा सुगन्ध भने झैँ हुँदो रहेछ। यसै गरी हाम्रो नेपालमा रोपाइँ वर्षे नै भइरहोस् र यस्तै घाँसे गीत जताततै गुन्जिरहोस्। लम्पुरे तोरी सुन्यौ घोसे मरी बेतिनीमा बैन र नदेखे माया हुन्छ पराइसरी देखे आफ्नै होइन र बासे रुइले दिदी बहिनी दुईले देखे आफ्नै होइन र कलकत्तादेखि झटारेको मसी दिल्ली बजार खस्योको यो मायापुरको 17.5 मोरको दिल्ली बजार खस्योको आकाशको तारा भैमा झर्ने होइन देखेर मर्नु भइरहेछ आँखा मिच्दा मिच्दा आखिरी मरिँदै देखेर मर्नु भइरहेछ। यताको खबर पठाइदिन्थी माया बिचमै छिन्यो फुनको तार मरीको गोला के भएर होला बिचमै छिन्यो फुनको तार।